Hi everyone, welcome back to my YouTube channel. I am back with my new vlog. आज चाहिँ जेठको कति गते र 2 गते जेठको 2 गते आज चाहिँ हामी भोलि हाम्रो घरमा पूजा छ त्यसैले हामी तयारी गर्दै छौं यहाँ। यो चाहिँ मेरो ठाउँ हो, म चाहिँ यहाँ रोटी बेल्दै छु। भाउजू र आन्टी भएर चाहिँ यहाँ पिठो मुस्दै हुनुहुन्छ। बाबा चाहिँ लाइट देखाउँदै हुनुहुन्छ यहाँ। निखिल दाइ र मम्मी चाहिँ यहाँ रोटी हाल्दै हुनुहुन्छ। यसपछिको न्यारेसन चाहिँ बाबाले गर्नुहुन्छ। ओके, अब हामी यहाँ चाहिँ रोटी मेकरबाट चाहिँ कसरी पुरी पकाउने भन्ने तरिका चाहिँ सिकाउँदैछौँ। लाइन पनि त अन्य गर्नै पर्यो। यो हामीले चाहिँ यहाँ चाहिँ यो रोटी मेकरबाट चाहिँ पुरी पकाउने एकदम सही छ। यो 5-6 किलो 7 किलो जतिको पिठोको चाहिँ लगभग 1-1.5 घन्टामै एकजनाले चाहिँ बेलिसकेपछि चाहिँ दुईजनाले चाहिँ रेडी गर्दै यताकोले डल्लो पार्ने, एकजनाले चाहिँ यति एकजनाले चाहिँ यसो गरिदियो। यहाँ ऊ भइसकेको छ, बिस्तारै बिस्तारै ल बिस्तारै बिस्तारै चाहिँ पकाउँदैछौँ हामीले। रोटी पकाइरहेको रोटी मेकरबाट चाहिँ ल केही चाहिएन है। तर यो रोटी मेकरको विज्ञापन गरेको चाहिँ होइन है साथीहरू, त्यो नसोच्नु होला यहाँ। दिदीले रोटी हालिरहनु भएको पुरी पुरी होइन, रोटी हालिसकेपछि पुरी बन्ने हो। यहाँ बेलिरहनु भएको उहाँहरू डल्ला बनाइरहनु भएको छ है। ल हाम्रो बच्चा पार्टीहरूको चाहिँ हालत त्यस्तो छ। के गरेर चाहिँ तिमीहरू पुरी सुरी के बनाएर चाहिँ अर्को यहाँ ढलिरहेछ। अहिले रमाइलो छ तिमीहरूको नि त। यसपछि बाबाले चाहिँ मलाई पालो दिन रोटी यहाँ बेल्दै हुनुहुन्छ। आन्टीको भ्लग पनि बनाइरहेको छु कि यहाँ भिडियो कलमा चाहिँ आन्टी हुनुहुन्छ यहाँ। आन्टीलाई हामी देखाउँदैछौँ यहाँ के भइरहेछ भनेर। अरू ओहो कस्तो पोल्यो हौ यहाँ त है। निला त गाह्रो छ त। निल दाइले मेरो युट्युब च्यानल हजुर के भन्नु आन्टी? खै कतिले पाउनु मम्मी सेल? हाम्रो बच्चा पार्टीहरू के गरेर म यसो हेर्छु एकचोटि। लड के गरिरहेको छु के गरिरहेको छु तिमीहरू? कति मेगा तिमीहरू पिठो ल्याएर बनाऊ। यहाँ छिटो दुनियाँ छ। ठिक छ नि? थ्याङ्क यू। मेरै हुनु चाहिँ फेरि थ्याङ्क यू। आई लभ यु टु। त्यसलाई राख्दै त्यहाँ हिही। अङ्कल जनता जान चाहनुहुन्छ तपाईँ किन ढिला आउनुभयो? अहिले जानुभयो मान्छे हो। यस्तो भयो के भयो भने होइन त्यहाँ भर्ना गरेर चुरी मान्छे राखेर त्यो आमाको जेठ छोरीलाई कि अनि त्यहाँ यसो बोलाइदिन्छ। मेरो सिट चाहिँ यो है। दादा जनता जान चाहनुहुन्छ तपाईँ किन ढिला? अहिले गएको मान्छे हो। बेला चौका लिन गएको मान्छे रोटी बनाउनु अहिले आइरहनु भयो। हाई भन्नु त दादा। अब कस्तो कालो आइरहेको छु। दादी ग्याङ दादी ग्याङ। हाम्रो यहाँ म्यान पावर थपिनु भयो। कामै नगर्ने म्यान पावर यहाँ। रमाइलो गफ चल्दैछ यहाँ। मलाई त पहिला डर लाग्यो। अगाडि गएर च्याप्पसँग त्यसले होइन केही पनि भएन। डर लाग्यो मलाई।
Once again, hi everyone. यो भिडियो चाहिँ जेठ 3 गतेको बिहानको हो। अब पूजामा राख्नको लागि चाहिँ सेलपुरीहरू बेलुका बनाएको हुँदैन, बासी हुन्छ भनेर बिहान उठेर मम्मीहरू सबैजनाले मिलेर म उठ्दाखेरि चाहिँ बनाइसक्नु भएको रहेछ। अनि म चाहिँ उठेर यसो भिडियोहरू गरेँ है। अनि म उठिसक्दाखेरि अझ सेल पनि पाकिसकेको रहेछ। अनि बाबा आन्टी भाउजू मिलेर अनि मम्मी मिलेर चाहिँ पुरी बनाउँदै हुनु रहेछ। अनि त्यसपछि चाहिँ मेरो काम के छ र भनेर म सबैको यसो भिडियोहरू लिँदै बसेँ। अनि अङ्कलले पनि जोइन गर्नुभयो। निखिल दाइले अब हाई भन्नुहुन्छ, निखिल दाइको हाई भन्ने त्यो चाहिँ स्टाइल हो। अनि त्यसपछि चाहिँ यहाँ अब टी टाइम सुरु भयो, सबैजना चिया खाइरहनु भएको छ। अनि गफ त सधैँ चल्छ, नेपाली हो नि हामी। हाई परान दिदी बेटा त दिदी चाहियो रे उसलाई दिदी त घर गए त अङ्कल त हैन घर गयो दिदी घर गयो। अनि त्यसपछि फाइनली म नुहाएर आएँ। अनि त्यसपछि म नुहाएपछि आफूलाई हेर्दैछु कस्तो देखिन्छ भनेर। अनि त्यसपछि चाहिँ मैले बिहानदेखि केही काम गरेको थिइनँ, सबैले मलाई कामचोर भन्नुहुन्छ घरमा। त्यसैले मैले चाहिँ पूजाको प्रसादको लागि सब फलफुलहरू काटेँ। अनि त्यसपछि बाबा चाहिँ यहाँनिर खिरको लागि दुधहरू रेडी गर्दै हुनुहुन्थ्यो। हामीले चाहिँ आगोमै बनाएको थियो सबै खानेकुराहरू पूजाको लागि चाहिँ। अनि त्यसपछि चाहिँ मैले सबै गर्न सकेन, अफकोर्स कामचोर मैले भनिसकेँ म। त्यसपछि दाजुभाइ मिलेर यहाँनिर मैले लेफ्ट ओभर गरेको कामहरू कम्प्लिट गर्नुभयो। अनि निखिल दाइले चाहिँ यसमा यहाँ आलु पनि काटिरहनु भएको छ पुरै। त्यसपछि हाम्रो बच्चा पार्टीहरू यहाँ बस्दै हुनुहुन्छ, खेल्दै हुनुहुन्छ। हाई भन्दै सबैजनाले हाई। त्यसपछि यहाँ हाम्रो दिदी आउनु भएको छ। भ्लग हो है, भ्लग है। अर्को दिदी पनि आउनु भएको छ, हेलो भन्नु भन्दा दिदी। ठुलो पनि आउनु भएको छ, हाई ठुलो भनिदिनु, ठुलो हाई भनिदिनु। हाम्रो ठुलो पनि आइसक्नु भएको छ, हाई भन्नु ठुलो। त्यसपछि यहाँ ठुलो पनि हुन्छ, ठुलोमै हाई भन्नु त, हाई भन्नु न। हेलो हेलो बुवा, हेलो भन्नु त, हाई भन्नु न। ठुलोमै हाई भन्नु त। अनि त्यसपछि सबैलाई हाइहाल्नु भनेर म चाहिँ आफै रेडी हुन गएँ है। मेकअपहरू गरिसकेको थिएँ। त्यसपछि म पनि पूजामा बस्ने भनेको भएर मैले चाहिँ धोती लगाएँ। अनि यो धोती चाहिँ मेरो गुन्यु चोलोको हो, विच वाज लिटरली 10 इयर्स अगो। 10 वर्ष अगाडि मेरो गुन्यु चोलोमा लगाएको धोती मैले त्यही लगाएँ। एन्ड या आई एम रेडी। अनि यहाँ पूजाको सामग्रीहरू रेडी भइसकेको थियो। अनि त्यसपछि हाम्रो गुरुबाहरूले पनि सुरु गर्न थालिसक्नु भएको थियो। म चाहिँ भिडियो गर्दै थिएँ पूजाको स्टार्टिङ भनेर। अनि त्यसपछि म पनि पूजामा बसेँ। शान्ति सकल परिवारस्य कामनार्थं अर्घ्य दिने रुद्राभिषेकको महत्त्व अखिल शान्ति पूजामा छौँ। अब हामी नवग्रहहरूको पूजा गर्दैछौँ है। समिति सूर्यलाई पहिला हरिओम पुरुषार्थ संकल्प सुवाद्यको दोषण्ड आश्रय परिवारः प्रशान्ति कृते प्रधान देवता सूर्यमण्डल मण्डल देवता पूजनं च अहं करिष्ये। अब रातोले मात्रै
भनिराख्ने त्यहाँ रुद्राक्ष छ भने राखिदिनु पर्छ मुनि छ त भयो एकदम राम्रो छ ल मारेलो रुद्राक्ष ओम नमः शिवाय भनिराख्नु है त ओम नमो जय शिव ओंकारा बाई गाउँ हर शिव ओंकारा ब्रह्मा विष्णु सदाशिव ब्रह्मा विष्णु सदाशिव हर Hi, our bacha party. Hi. 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 Can you say hi? Hi, Pran. He's not very, he's very bad. Hi. Hi. time हो के Yeah, photo session, photo session, photo session. भने खोइ हामी हाम्रो चाहिँ फोटो चल ल एन्ड या हियर कम्स द एन्ड आरती भएपछि पूजा सक्यो अनि त्यसपछि चाहिँ यहाँ सबैजनालाई टिकाहरू लगाउने प्रसादहरू खाने गर्दै हुनुहुन्थ्यो अनि यसपछि चाहिँ मैले भिडियो गर्न बिर्सेँ किनभने कतिजना रिलेटिभहरू आउनुभएको थियो अनि म उहाँहरूसँग इन्टरेक्ट गरिरहेको थिएँ अनि मैले मोबाइलै कता कता राखेँ नि मलाई नै यादै भएन कि अनि भिडियो गर्नुपर्छ भने बिर्सेछु सो दिस प्रुभ्स द्याट आइ एम नट अ गुड ब्लगर बट आई एम ट्राइङ एटलिस्ट अनि त्यसपछि मैले सबैको फोटो भिडियोहरू चाहिँ लिनै पाइनँ अरूहरू पनि आउनुभएको थियो अनि या दिस वाज इट अनि त्यसो अलिअलि फोटोहरू चाहिँ हामीले खिचेको थियौँ त्यही पूजाको ब्रेकमा अनि यही फोटोहरू छ and yeah, thank you for watching. Like, share and subscribe. See you on my next video. Please drop the suggestions at the comment down below. Thank you for watching.